महाकाली रहेछ यहाँ। ओ इन्सामको रक्सी इन्सामको रक्सी खानेकुराहरू त सबै यहीँ पाउँदैछ तलबाट नल्याने हुँदो रहेछ। तक पनि रहेछ खेरान रहेछ है। वाह यस साइड पनि दामी रहेछ। के हो यो बसेहरूको तर किम्फाप त्यहाँ किम्फाप त सबै यता यतै रहेछ। ओक्सुसु पनि रहेछ। स्टिकर क्या यहाँनिर सबै यहाँ छ। ब्याग त यहाँबाट राम्रो देखाएर मैले तल किनेर लाइटर रहेछ। के हो यो ओ है पट्टु छान्नुपर्छ अरे। पार्किङ एरिया त यतापट्टि होला है लेफ्ट साइडमा। तर दुईटै ठाउँबाट पुग्छ क्या यता लेफ्ट साइड लागेको थियो मलाई। दुईटै ठाउँबाट एकै ठाउँ पुग्छ। यता गयो नि यता गयो नि यसो छेउ माथि जोडिदिन्छु। यो के हो यो अरिङ्गालको गौर होइन यो उयो हो यार अरिङ्गालको गौर हो नि। सिसामा त्यो उस गरेर अरिङ्गाल छैन बिचरा त्यो अरिङ्गाल उठेर गएपछि गरेको त्यो लिएर आएको रहेछ। स्टिकहरू किन्ने नि रहेछ। चक्लेट किन्ने हो चक्लेट पनि छ यहाँ। चिसो माथि डाँडा त कति किलोमिटर दिएछ थाहा छैन है। के यो हाइकिङ गर्नेहरूको कति लाइन छ यार आमा। दामी यार यतिखेर चाहिँ आइपुग्नु पर्छ कि डाँडामा त। अस्तिभन्दा त हामी त कहाँ 10-20तिर आइपुग्ने जहिले। बुढी मान्छे अनडाए मार्छ काटेर फाल्दैन त्यसै के लगाएर काटिदिएर फाल्थ्यो। राम्ररी भए त राख्नु नि हुन्थ्यो छुट्टीहरू। पुरै वर्ल्ड वाइड गयो भन्दाखेरि त्यो केटीले देख्यो भन्दाखेरि के छान्छ। पछाडि फोटो खिच्ने के यहाँनिर के बनाउँदै रहेछ। यो छ तिनटै उस्तो घुम्देउला नि त के नै छ। तर परभन्दा अलिकति टाइम छोटो छ जस्तो लाग्यो क्या। परको धेरै 800 मिटर यो 600 हो। यहाँबाट गुम्बा जस्तो रहेछ। भिडियोमा देखिरहेको है आफै आएर खिच्नु पर्ने। भिडियोमा देखिरहेको आफै आएर खिच्नु पर्यो नि। कस्तो दामी क्या गुम्बा रहेछ। गाडी आयो गाडी आयो।
गुम्बा यहाँको गुम्बाहरू यस्तो राम्रो हुन्छ तर गुम्बा प्रायः जान्थ्यो नि राम्रो हुन्छ पुरानो स्टाइलमा बनाएको छ घरहरू यसै कफीहरू जुसहरू खानु मन लाग्यो नि पैसा हाल्ने खाने यहाँ म यहाँ अब हामी यहाँबाट सिधै जाने हो यहाँ बसेपछि पन्जा लगाउनेदेखि लिएर कपडाहरू चेन्ज गर्नेदेखि लिएर त्यो त पार्किङ पो है यताबाट पनि छ अलिक यो म्याप चाहिँ यता गए नि हुन्छ यहाँबाट अब हामी यताबाट जाने प्लान कान्छ यतैबाट हो यहीँबाट हो कि यो साइडबाट जाने हो कि यहाँबाट सर्टकट पर्छ यता र यता भने यता र लामो ठुलो यतैबाट गइरहेको छ कि प्रायः होइन होइन यहाँबाट मैले त्यो म्यापमा हेरेको थिएँ तर भुलिन्छ यहाँ माथि एउटा बाटो भुलिँदैछ ठिक छ तलबाट त्यहाँबाट उँभो गएन हामी चाहिँ त्यहाँ यताको लेफ्ट साइडको बाटो युज गरेर आयो हामी यहाँ जाँदैछौँ मैले गर्मीमा आउने ठाउँ पनि रहेछ क्या होइन भिडियोमा हेरेको थियो युट्युब भिडियोमा हेर्दाखेरि अनि यहाँ राम्रो लाग्यो क्या बुखान यता मुनिको चाहिँ खिचेन रहेछ है यो पनि बवाल छ नि होइन यो त अनि अब मलाई राखेको बाँकी त म आएर खिच्छ भनेर तल पनि छ नि उ त्यो तलदेखि छ भिडियो छ क्या तलदेखि नि भिडियोहरू बनाएको छु क्या प्रायः जस्तोले यहाँ आएर बनाएको छु क्या त्यही भिडियो चाहिँ धेरैको भिडियोहरू मैले यहाँ माथि आएर बनाएको छु उनीहरूले तलबाट ट्रेन स्टेसनबाट बनाएको एक दुईवटाको मात्रै छ अरे त्यहाँ छोटो मैले चाहिँ एउटा भिडियो अघि गाडी ट्रेनमा आउँदा आउँदै देखेँ क्या अनि यति नम्बरमा झर यति नम्बरबाट जाने भने रहेछ एक नम्बरमा तिमीहरू आएको त सर्टकट हो नि तिमी मैले कुमजङबाटै चेन्ज गरेको ट्रेन म त्यो 4 नम्बरमा आएर यहाँ माथि आएर चेन्ज गरेको छिटो हुन्थ्यो म तल कुमजङबाट 1 नम्बरमा चेन्ज गरेँ क्या अनि त्यहाँ झर्नु र त्यता उस्तै लाग्यो अनि 1 नम्बरमा आएर के गरेँ थाहा त्यो ट्रेन 2 नम्बरको लाइनमा छिरेर बसेको रहेछ होइन त्यहाँ आउँछ यो ट्रेन माथि जाने हो अनि त्यो ट्रेनले के भन्यो भने भित्रबाट अनि माइकिङ गर्यो क्या हाम्रो स्टप यहीँसम्म मात्रै हो अनि उँभो जाने र ओइजम्बो जाने हो नि 1 नम्बर ट्रेन चेन्ज गर भन्छ अरे यही ट्रेन माथि जान्छ त किन 1 नम्बर जाने भन्छ म यसो हेर्छु त्यही त्यहाँबाट मलाई फेरि अलिक कन्फ्युज भयो फेरि बसेँ अनि 1 नम्बरबाट जा भन्छ माइकिङ गर्छ अनि मेरो पाला नि फेरि त्यहाँ पारिपट्टि गएर 1 नम्बरमा गयो कोही केटाहरू कता डाइरेक्ट जा 조금만 하면 돼. 시도. 황금 얼마? 이게 많아. 많은데? 그게. 깐차? 응. 지금 열금 없어. 황금 없어. 내려오다가 있으면. सँगै लामा तिमी हो रे कति रे दाजु बुढीहरू ठग्नु बसेको त्यो दुईटाको मानन रे अनि हिँड्नु मौसो भन्दै ऊ त लान्छ नसाले ओछन ओछन पनि पर्दैन इच्छन पनि दिन्छ त्यो मालाको मानन रे क्या त्यो खोलाकै बाटो नि जाने त हो यहाँ गर्मी दिँदा पनि राम्रो देख्छ यहाँ आएर खोला खेल्ने हो पानी बगेछ सरर कति सफा पानी क्या पहाडबाट त्यो त खानु नि मिल्छ डाइरेक्ट गर्मीमा चाहिँ एकदम दामी हुने रहेछ क्या यहाँनिर आएर चट्ट बसेर खोलामा जानु चाहिँ दिन्छै दिँदैन है
दिन्छ होला खोलामा आएर मजाले बसेर खोला खेलाएर पानी खेलाएर बस्नु सबै खेलाउनु त दिन्छ होला अहिले त सक्दैन चिसो छ पछि चाहिँ आयो भने अब गर्नु त्यहाँ डाँडा पनि एकदम रमाइलो छ यहाँनिर त्यो फुलहरू पातहरू रङचङ्गी भएको बेला पनि दामी देख्छ अरू बेला पनि दामी देख्छ कत्रो ढुङ्गा पहिला हामी नेपालमा हुँदाखेरि गाउँमा हुँदाखेरि देखेको खोलामा यस्तो ठुल्ठुलो ढुङ्गा यहाँ आएर फर्स्ट टाइम देखेँ यस्तो आनन्द आउँछ है माछा त छैन होला केटाहरू गइसक्यो पनि हिँड्नु पऱ्यो फिट हाइकिङ गर्नेहरू फर्किसक्यो उता साइडबाट क्लाइम्बिङ गरेर फर्किएको रहेछ मजा लाग्यो मलाई त खोलै चाहिँ कत्रो ढुङ्गा क्या आमा कत्रो छ त ढुङ्गा त सेम वा दाउराहरू नि त पातहरू धेरै झरिसकेको छ रुखको पोखरी चाहिँ त्यो सानो कान्छ स्विमिङ गर्ने हो स्विमिङ दामी रहेछ नि यहाँनिर यस्तो माएर चाहिँ स्विमिङ गरेर बस्नुपर्छ तर यिनीहरूले यसरी खोलातिर दिएर पार्टी सार्टी गर्नु दिँदैन नि नत्र त्यस्तो माएर पार्टी गर्नु पाए मजा आउँथ्यो नि टोइलेटहरू यहाँ रहेछ ठाउँ टोइलेटहरू पनि बनाइदिएको छ है यतिको सुविधा चाहिँ हुनुपर्छ क्या अनि पो घुम्नु जानु नि मजा आउँछ हाम्रोतिर त्यहाँ डाँडाको माछाले खोला चौडीतिर दिनुपर्छ छोरा मान्छेलाई त ठिकै हो छोरी मान्छेहरूलाई अप्ठ्यारो हुन्छ त्यस्तो हाइकिङको रुटहरू बनाएको ठाउँतिर चाहिँ एक एकवटा टोइलेटहरू चाहिँ बनाइदियो नि एकदम राम्रो हुन्थ्यो हाम्रो नेपालमा नि टोइलेटहरू चाहिँ म त्यति देखेको छैन तलबाट आएको म है हट ओ सरी गाडी आएछ खै त्यहाँ बसेको गुम्बाका आनीहरू माला बेच्नु बसेछ धर्म कमाउनेको साटोमा आनीहरूले पैसा नै कमाउँदै रहेछ थोरै यत्रो माला 5000को मालालाई मानन भन्दै रहेछ 5000 त म कहाँ तिर्छु ए कहाँ मानन नि 5000 हेर केटाको म्यापहरूले कति भ्याउँछ मैले चाहिँ यहाँ आएर राइट साइड हिँडेको थियो यो म्याप छ एउटा पुल छ है पुल छ यहाँ आएर चाहिँ यता राइट सर्ट छ यतैबाट जाउँ है राइट साइडबाट जाउँ हामी यो लेफ्ट साइड हो भित्तामा टालेछ ठिक छ त्यो नि हान्ने हो तिमी झन् अर्को सुज नलाएर पो लागेको छ चिप्लिँदैन नि हो
त्यो हिजो मैले भनेको है त्यो हाइकिङ गर्ने सुज हो नि त त्यो तिमीले लगाएको छ नि त्यो हाइकिङ सुज हो ल अघि त्यो 7-11 देखेको थिएँ एउटा केटा र केटी तिमीले हेऱ्यो याद गर्यो तर टाइम चाहिँ गुड टाइम भयो है खान्छ टाइम जाने हामी निन्द्रै त्यागेर हिँडेको मान्छे तिमी निन्द्रा थियो म 4 बजी उठेको मान्छे हो 4 बजी उठेर मेरो फेरि जतिखेर उठेँ त्यतिखेर ब्रेकफास्ट हान्नुपर्छ म 5 बजी निक्लेको 4:30 उठेको चढिहाल्यो म त उठेर सिधै गएर मुखसुख धुएँ अन्डा सन्डा उसिने दुध तताएँ ब्रेड 2टा हान्यो 5-6 अन्डा हान्यो अनि पाइनएप्पल हान्यो एप्पल हान्यो 2-3 पिस त्यति भएछु होइन म त बिहानै आँखा खोल्यो कि त मलाई चाहिहाल्ने भएको छु अहिले म खाली पेट त्यो हिँड्यो भने नाङ्गे हिँडे जस्तो लाग्छ क्या अनि ब्लड अन्डा सन्डा चिसो पानीमा हालिहालेको एकैछिन त्यहाँ झ्यापझुप बजाएर फेरि खाना छिटो खाइन्छ यति दामी क्या है हामीलाई चिची वेलकम गर्नको लागि राखिदिएको है क्या दामी टल्किने साइडतिर रातो हेर्नु नि टक्क रातो पहेँलो रिमिक्स कलर भएको ल हेर अब यहाँबाट सुरुवात छ जस्तो क्या रातो पहेँलो बस्ने हो गर्मी भयो अब चाहिँ गर्मी भयो पानी सानी खाने कि रेस्ट गर्ने कि वा यहाँबाट दामी देख्दैछ लाइट त पुरा यहाँनिर केटाहरू लुगा रहेछ मेरो हल्का देख्दैछ यहाँबाट चाहिँ बाटोहरू चाहिँ यस्तै छ मान्छेहरू कति तर रुखहरू यता अलिक ठुलो रहेछ अस्ति पर रुख त्यति थिएन रमाइलो यहाँ धेरै रमाइलो रहेछ क्या है यो के हो बत्तीको उस रहेछ खोरे ढुङ्गा चाहिँ सही रहेछ कान्छा ढुङ्गा चाहिँ बेलामा फोटो खिचेर राख्नुपर्छ नि ढुङ्गा चाहिँ गतिलो रहेछ यहाँ खोलामा ल ठिक छ के रहेछ टोइलेट होला ए होइन टोइलेट बिरालको घर होला नि कहाँ भयो कि हामी फाल्ला हिउँदा कान्छ के छ यहाँबाट झर्ने रहेछ नि खोला त गर्मी छुट्टी अब यतै मनाउनु पर्ने रहेछ है एकदम शीतल पनि मैले जाउँ भनेको त नि तिमीलाई यहाँ जाने भनेको त नि तिमी अब छेजिदोही कता जाने भनेको होइन मैले आउने भनेको गर्मी बिदामा यहाँ आउने भनेको त नि यही पाहाड चढ्ने कहीँ पनि गएन हामी कहाँ गयो गर्मी बिदामा कहीँ गएर म त कहीँ गएन एक दिन घुम्नु निक्लिनु पर्यो भनेर निक्लेको म कहाँ गयो
यस्तो गर्मी भयो तर हो योपालि गर्मी बित्दामा हामी कहीँ गएन होला गयो बुखानसान गएको हामी कहिले हो म पनि गएँ नि तपाईँ पनि जानु बुखानसान हामी के बेलामा गएको गर्मी बिदा यो बिदा पनि होइन त आइतबार छुट्टीमा गएको हो हो तिमीले अर्को भाइलाई हिजो फोन हान्यो गरेको अस्ति पनि एकचोटि गरेको ऊ स्नोकर खेल्दै हुन्छ त्यो फोन हतापत उठ्दैन भिडियो कल गरे नि कहिले भिडियो कल कहिले उठाउँदैन फेरि बल त याद छैन फोन नम्बर थियो ए एकचोटि गरेको तिमी भिडियो कल गऱ्यो भने भिडियो कल उठ्दैन क्या उसको मैले भिडियो कलमा एक दुईचोटि ट्राई गरेको भिडियो कल उठ्यो अनि फेरि अडियो गऱ्यो अडियोमा तुरन्तै उठाउँछु उसले पानी पुगेन क्या माथि दिनुले खनाउने ल पानी 너 준비된 게 아니야. 너 그냥 쓰레기 바지야. 네. मान्छेहरू माथि पुगिसक्यो पानी चाहिँ यहाँ छिरेको रहेछ जाउँ ए मुनिर गएको हो निक्लेन रहेछ यहाँबाट त्यो उस गएछ बाल्लो ल्याएर हालिदियो होला नि त्यही भएर बाल्लो छोड्यो नि यहाँ पानी देखेन चाहिँ क्या नत्र कत्रो ठुलो खोला छ है तल कस्तो मजाको रहेछ यो अलिकति ठुलो आउँदा होइन के बेलामा हो बढेको थियो नि त्यो पोहोरको साल क्या एउटा भिडियोमा हेरेर एउटा केटीले बनाएको छ कोरियन केटीले बनाएको छ पानी परेको बेला अलिक राम्रो हुन्छ दामी हुन्छ नि पानी बढेको हुन्छ होइन ल यो काठसाट काटेर राखिदिन्छ नि खान्छ पुल बनाउनु पुलको ठेक्का कुन चाहिँले पार्यो होला बिगारेर होइन नयाँ बनाएको रहेछ त्यहाँ निकालेर पुरानो त्यहाँ निकालेर काठलाई नयाँ बनाएको छ पुललाई निकालेकै राम्रो छ यार साइड लाग्दियो त आन्टीहरू जान्छ ल बुढाबुढी मान्छे चाँडै पठाइदिनुपर्छ हामी त माथि हाइटमा पुग्ने कुदे पनि हुन्छ चिसो चिसो स्काप चेन्ज गरेको यो अर्को अलिक गर्मी भयो मैले फेरि जाडो फेरि स्काप हाल्यो वाउ के दामी पात झऱ्यो ढुङ्गा झर्छ माथि ढुङ्गा झर्छ होसियारी हुनु माथिबाट ढुङ्गा कसले फाल्छ र नेपालतिर भन्दा पल्टाइदिन्थ्यो यहाँ गएर त बिचार त्यो गर्दैन बाजेले नि जाडो हुन्छ भनेर सुरुवाल चाहिँ बाक्लै लाएर आएछ है बिचरा सारेर गर्मी भएर के कम त बाक्लो सुरुवाल लाएछ त्यो बाजेले अनि वा बल्ल घाम लाग्यो हो नि यहाँनिर क्या दामी रहेछ हामी यहाँबाट आयो ल जाउँ त अब बिस्तारै बिस्तारै खाली कस्तो राम्रो क्या भड्याङहरू बनाइदिएछ है हाइकिङ गर्न कति आनन्द हुन्छ हिँड्न सजिलो नभए भड्याङ छैन भने त्यतिकै गाह्रो हुन्छ नि त्यो पानी झरिरहेछ बिचरा पानी यहाँनिर चाहिँ साह्रो सानो रहेछ यो पानी मुनि मुनि रसाएर तल चाहिँ ठुलो गएको रहेछ क्या है भाइ त यहाँ रहेछ म त पुलिसको चेकिङमा बसेछु के हो फोटो हान्यो उँधो गयो कि तिमी कताबाट जाने भन्ने हो
कतार जाने त दुईटा बाटो छ कताबाट जाने गुम्बा बाटो दुईटा रहेछ कि यता पनि जाने रहेछ यता पनि रहेछ बाजेको चाहिँ साथी हुम्बोतिर गएछ कल्लिँदैछ पढाउँदैछ यहाँ पुलको छेउमा आएपछि बाटो चाहिँ यहाँबाट आयो अब चाहिँ ठ्याक्क यहाँबाट उता जाने एउटा अनि यो माथि घर रहेछ अनि यता उम्बो जाँदैछ हामी यता लेफ्ट साइडतिर उम्बो लाग्यो माथि एउटा गुम्बा छ त्यो गुम्बाको छेउहुँदै माथि जाने देखेको थिएँ मैले चाहिँ भिडियोमा त त्यता जाँदै माथि जाने हो यता जाँदै माथि जाने हो तर अलिक सर्टकट जस्तो लाग्यो यता कराउँदैछ मान्छे बाजेले आफै कराएको छ आफै सुनेको छ नि क्या टोइलेटहरू जाने कि रहेछ टोइलेट रहेछ हो नगइदिउँ है वा रुख यहाँ ढलेर साँगो बन्नेछ कस्तो दामी ओहो कत्रो करा क्या त्यो केटा माथि बोलिरहेको छ त्यसले सुनिसक्यो म भिडियो गरिरहेको छु छेउमा आएर कालिदिरहेको वा गरिदिरहेको त्यो केटाहरू छ त्यो ग्रुपको त्यही होला क्या फोटो चाहिँ बेलामा खिचिराख्नुपर्छ कान्छ चस्मा लगाऊ चस्मा डाँडा आहा कति थेक्छ यसले नन स्टपै हानिदिने हो ब्याट्री मेमोरी त धेरै टिक्छ ब्याट्री डबल ल्याएको छ ब्याट्रीले पुग्छ होला ए माका यो माका सक्यो त्यहाँ छ दुईटा डाँगोहरू हिँडिरहेको नि त खास जानुपर्ने बाटो चाहिँ यो हो क्या कान्छ यो हो नि तर त यो बाटो यस्तो यस्तो रहेछ क्या हामी जाने चाहिँ त्यसरी हो है हामी भनेको कता बाटो बनाएको त्यतै त कुद्ने हो नि देखे जस्तो भयो त स्टिक थियो ल स्टिक टेक्नु नि अब धेरै मेरो आफ्नै स्टिकहरू 2-3 छ दामी त आवाजै सुन्दा पनि आनन्द सलललल यहाँ चाहिँ दामी रहेछ नि यो रुख त धेरै ठुलो है कत्रो ठुलो रुख रहेछ हौ यहाँ मुनिबाट त झन् च्याउ रहेछ कान्छ एकछिन है च्याउ मात्ने च्याउ के हो च्याउ रहेछ भने माथिहरू झऱ्यो होला म त उतो चाहिँ पो रहेछ भन्छु नि रुखमा यहाँ त यही च्याउ झरेछ भने क्या मैले ठुलो भएन त्यो त के हड्डीको उस जस्तो रहेछ प्लास्टिकको ए त्यही क्या अब ऊ माथिहरू खिचेन्छ हुन्छ क्या जता खिचे पनि हुन्छ भाडे घुमाएर आइहाल्छ क्या तिरी बिरिस सल्युट आउँछ ल लागौँ हामी हाम्रो यात्रालाई पनि निरन्तरता दिउँ यात्रा निरन्तर छ 512 जिबीको यात्रा त गरेर रोकिने नै होइन टिकट गर्दा चाहिँ बब्बा आउँछ 나를 사니까 찬이겠지. 나 사람 많아도 새가 없긴 합니다. यहाँ रहेछ यो रुखबाट हिँडेर माथि जान सक्छ बगाइदिउँ रुखै भाँचिन्छ जस्तो छ
कस्तो हेर न मकिरा खास गरी जाने नि यहाँ टुटुर जाने हो भाडाको माथि पुग्ने त्यो चाहिँ हाम्रो भाइहरू जान्छ ल अफ गरिदियो केटी आयो भने यस्तो मजाले क्या रातो पहेँलो दामी छ ढुङ्गा चाहिँ ढुङ्गै हुन त पाहाडमा ढुङ्गै त हुन्छ नि सोलिएर दिएछ वा बल्ल गेट आइपुग्यो केटाहरू चक्लेट उद्घाटन गरिसकेको छु त यहीँ रहेछ म त अरू भोटेहरू रहेछ भनेर नआइदिरहेको क्या कहाँ छ म त्यहाँनिर त्यो झर्नामा बसेपछि ऊ त्यहाँ फोटो हाने छ अघि त्यो मोटेहरू गइसक्यो मोटे ग्याङ है ओ त्यहीँको त्यहीँ छ कस्तो मिरिरिरि खेलेको थियो खाजा खाइदियो